हेलो साथीहरू, दर्शन नमस्ते। आज हामी शेख जायद फेस्टिभलमा छौँ है। हेर्नुहोस् है साथी, ज्योति भाइ, म अरू 4-5 जना भएर हामी शेख जायद फेस्टिभल आएको छौँ। ल हेर्नुहोस् है, मेरो पछाडि देख्न सक्नुहुन्छ यस्तो रमाइलो दृश्यहरू छ। हेर्नुहोस् है, पुरै यो आबुधाबीमा भएको ल दृश्यहरू। ल यो शेख जायदभित्रको दृश्यहरू ल हेर्नुहोस् है, कस्तो रमाइलो छ। तपाईँहरू पनि आबुधाबीतिर दुबईतिर छ भने आउन सक्नुहुनेछ। शेख जायद फेस्टिभल सेम ग्लोबल भिलेज स्टाइलको छ। पुरै स्टलहरू राखेको छ, अझै बनाउँदैछ। तपाईँहरू पनि आउन सक्नुहुनेछ, आएर यहाँ आएर भिजिट गर्न सक्नुहुनेछ। कस्तो रमाइलो छ यो शेख जायद फेस्टिभल। यो अब 2-3 महिना अझै चल्छ। यो धेरै राम्रो छ, ग्लोबल भिलेज स्टाइलमा बनाएको छ शेख जायद फेस्टिभल। आबुधाबीको चाइना क्याम्पभन्दा अझै पर अलाइन जाने बाटोमा निर पर्दछ यो शेख जायद फेस्टिभल। हेर्नुहोस् है साथीहरू, हामी 4-5 जना साथी भएर आएका छन्। ल हेर्नुहोस्, रमाइलो दृश्यहरू छ, पुरै रमाइलो छ है साथीहरू। आज बिदाको दिन भएर हामी सब 4-5 जना भएर घुम्न आएको। ल हेर्नुहोस्, पानीको परै भएर यस्तो झिलिमिली छ। हेर्नुहोस् है शेख जायद फेस्टिभलको विषय। ल पानी को बन्द भयो, कलर आमामा दामी छ त। ज्योति भाइ, हरिश भाइ, हाम्रो ग्रुपै छ। ल सबै हाई भन्दैछ है। हेर्नुहोस् है साथीहरू, ल ज्योति भाइले पनि हाई भन्दैछ। ल हेर्नुहोस् है, त्यो दामी छ। फ्रन्ट क्यामेरा र ब्याक क्यामेरा गरेर म खिचिरहेको छु। ल हाम्रो भाइ भक्तरको ठिटो नवीन गुरुङ, हाम्रो परिचित दाइ। हेर्नुहोस् है, भर्खर यो नाइट भ्यूमा दामी देखिन्छ। यो नाइटमा प्रायः जस्तो मान्छेहरू आउने गर्छ। राति 2 बजीसम्म चल्छ यो नाइट सो। हेर्नुहोस्, पुरै अरबिकहरू मात्र आउने गर्छ यहाँ। हाम्रो नेपालीहरू पनि फाटफुट आएका छन्। हेर्नुहोस् ल, अरबिक आब्दान भएका सबै मान्छेहरू आउने गर्छ। प्रायः जसोलाई थाहा छैन, तर भर्खर थाहा हुँदैछ। ल हेर्नुहोस्, ज्योतिको स्टाइल। ल हेर्नुहोस् है सबै। ल भर्खर साँझ पर्न लागेको छ, नाइट हुँदैछ। राति त एकदमै भिड हुन्छ। ल हेर्नुहोस्, यस्तो रमाइलो छ। ल